उपनिर्वाचनमा रासोपाले सागर ढकाललाई अगाडि सारेको छ। रूपन्देही क्षेत्र नम्बर 3 मा कार्तिक 17 गते उपनिर्वाचन हुँदैछ। त्यहाँबाट निर्वाचित भएका रापरपाका दीपक बोहराको निधन भएपछि अहिले उक्त क्षेत्र रिक्त रहेको छ भने अब त्यहाँ कार्तिक 17 गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको तयारीमा दलहरू लागिसकेका छन्। रासोपाले सागर ढकाललाई उठाउने तयारी गरेको छ भने नेपाली कांग्रेसले बालकृष्ण खानलाई उठाउने तयारी गरेको छ। बालकृष्ण खान तिनै व्यक्ति हुन् नक्कली भुटानी शरणार्थीमा पक्राउ परेर 30 लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट रिहा भएका थिए। आज उनै व्यक्तिलाई नेपाली कांग्रेसले उपनिर्वाचनको लागि टिकट दिनको लागि अगाडि सारेको खुल्नमा आएको छ। यदि यो कुरा साँचो हो भने नेपाली कांग्रेसले मानव तस्कर गर्ने व्यक्ति, आफ्नै देशका मान्छेलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने व्यक्ति, भ्रष्टाचार व्यथिति विसङ्गतिको आहालमा चुर्लुममा डुबेका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने काम मात्रै गर्दो रहेछ भन्ने कुरो यसबाट प्रष्ट हुनेछ। रासोपाले सागर ढकाललाई अगाडि बढाएको छ। रवि लामिछाने अहिले त्यही रूपन्देही जिल्ला कारागारमा समेत रहेका छन्। केही समय पहिले सागर ढकालले त्यही जिल्ला कारागारमा रवि लामिछानेलाई भेटेर बाहिर निस्किएपछि त्यही रूपन्देही क्षेत्र नम्बर 3 बाट घण्टी चिन्ह लिएर आफू पनि चुनाव उड्ने इच्छा भएको रवि लामिछानेलाई सागर ढकालले बताएको भनिन्छ। तर रवि लामिछाने कारागारमै हुँदै गर्दा उनलाई भेटेर आएपछि रवि लामिछानेको पार्टीमा प्रवेश गर्ने रासोपाका विभिन्न नेताहरूसँग उनले भेट गरेका थिए। सुमना श्रेष्ठ, तोसीमा कार्की, सोनी मगले लगायतका अन्य पदाधिकारीहरूसँग उनीहरूसँग छलफल गरिसकेपछि उनी रासोपामै प्रवेश गर्ने हल्ला समेत चलेको थियो। आजभोलि फेरि रासोपाले सागर ढकाललाई नै क्षेत्र नम्बर 3 बाट चुनाव उठाउने तयारी गरेको खुल्नमा आएको छ। यस विषयमा तपाईको धारणा के छ? के सागर ढकाल रूपन्देही क्षेत्र नम्बर 3 बाट चुनाव लडे भने उनले चुनाव जित्लान् त, बाजी मार्लान् त? तपाईलाई के लाग्छ? जस्ताको तस्तै कमेन्ट गर्नुहोला।